Yes, finally in Japan. होइन होला के हो Well, हस्बेन्डको न्यानो अँगालो, आमा बुवाको काख, सासु बुवा सासु आमाको हात, दिदी बहिनी दाजुभाइको साथ अनि साथीसँगैको ख्याल ठट्टाको मिठो याद बोकेर भविष्यको लागि थुप्रै सपना र आशाको भारी बोकी लाखौँ विदेशिनीहरूको भिडमा म पनि उभिएको थिएँ। पहिलो पटक आफ्नो देश छाडेर विदेशको लागि कदम अघि बढ्यो। झालबाट सुन्दर दृश्य हेरौँला भन्दै सोचेको म प्लेनको बिचमा पो रहेछ टिकट पनि, त्यसैले मुभी हेर्दै जाने सोचियो। आई लाइक टु थ्याङ्क टु माई सर सिइओ अफ टर्निङ पोइन्ट कन्सल्टेन्सी ग्रुप, जसले भन्नुहुन्थ्यो तिमीलाई म जापानसम्म पुर्याउला, नो वरी, नभन्दै सँगै डोराएर जापानसम्मै जाँदै हुनुहुन्थ्यो। बरु आफ्नो घरको बेडमा पनि यस्तो सुतेको थिइनँ होला। आकाशले मलाई हेप्नोटाइज गरेछ। एकैचोटि मेरो आँखा हङकङको एयरपोर्टमा खुलियो। तालमा ताल मिलाई एउटा गुड सिटिजन जस्तै बिस्तारै प्लेनबाट निस्केर फेरि मेरो गन्तव्यको अर्को सिडीमा उक्लिँदै थिएँ। छोड़ा है जहान नीचे मैं तुम्हारे अब हूँ हवाले, अब दूर दूर लोग बाग मीलों दूर ये वादियाँ, फिर धुआं धुआं तन्हर बदली चली आती है छूने। अनि त्यसपछि फेरि लाग्यो हङकङ टु जापान। 2 घण्टाको ट्रान्जिट थियो, तर समयले साथ दिए जस्तो 10 मिनेटको पर्खाइपछि फेरि आफ्नो पाइला अघि सारियो। सरलाई भने मैले अलि अप्ठ्यारोमै पारेको थिएँ, ब्यागमा खम्बा जसरी बिजोग बनाएको थिएँ, त्यही नै उहाँले केही नराम्रो नमानी मलाई जोक गर्दै हँसाउँदै हुनुहुन्थ्यो। पनि प्लेनको बिचमा नै परेछौँ। त्यही पनि प्लेनको एक्टिभिटी भने प्लेनको क्यामेराबाट मजाले हेर्ने अवसर चाहिँ पाइयो। प्लेन टेक अफ हुँदा त मन नै चिसो भयो। जति जति आकाशले तान्थ्यो त्यति त्यति मन पनि। बिहानको 10 बजेको थियो। ब्रेकफास्ट गरी म भने फेरि पनि निदाएछु। झन्डै 4 घण्टापछि आँखा झल्यास भयो। ब्युजिता त जापान भित्रिसकेका रहेछौँ। जति टेक अफ हुँदा डर लागेको थियो त्योभन्दा बढी ल्यान्ड हुँदा। यो थियो जापानको पहिलो झलक। अबका केही दिनहरू कति समयको लागि भने थाहा छैन, तर यही बिताउनु नै थियो। मेरा फलसफा कंधे पे मेरा बस्ता, चला मैं जहां ले चला मुझे रास्ता, बूंदों पे मेरो हस्बेन्डको दिदी यानि कि मेरो साइनोमा आमाजु, तर आफ्नै भन्दा पनि फरक नपर्ने मेरो दिदी विगत 7 वर्षदेखि जापानमै हुनुहुन्थ्यो। उहाँ भने मेरो प्रतीक्षामा बाहिर कुरिराख्नु भएको थियो। सर चाहिँ भने जस्तै जापानमा मलाई टेकाइदिनु भयो, पछि फेरि भेट्ने बाचा गरी आफ्नो बाटो लाग्नुभयो। अब मेरा नयाँ जिन्दगी सुरु भयो।
सबै नयाँ, देश नयाँ, भाषा नयाँ, समाज नयाँ, अब के नयाँ अनि के जिन्दगीमा हुने हो त्यो भने अन्योलमा थियो। त्यही पनि मनमा आँट, भरोसा र साथले गर्दा प्रेरित भने अवश्य भएको थिए। इधर उधर तितर बितर क्या है पता, हवा ले ही जाए तेरी ओर, खींचे तेरी यादें तेरी ओर। ल त मेरो नेपालदेखि जापानसम्मको यात्रा यति रह्यो। मनमा परिवार, मिठो मायाको सम्झना त अवश्य थियो नै। त्यही सम्झनालाई सम्झँदै म अबको दिनहरू काट्न चाहन्थे। हाम्रो राजन दाइले चाहिँ भाउजूलाई सुरुमा भेट्दाखेरि चाहिँ भाउजूले यसरी वर्णन गर्नुभएको थियो अरे क्या, सुन्दरताको तिमी उदाहरण हो, परेको तिमी एउटा नमुना हो, कम केही छैन तिम्रो रूपमा, ईश्वरको तिमी मलाई उपहार हो, उपहार। परेको